क्वान युलाई सिंगापुर दिँदाखेरि ढुङ्गा दिएको थियो, उनले हिरा बनाए। तर नेपाललाई तपाईको हातमा दिँदाखेरि हिरा दिएको थियो, तपाईले ढुङ्गा बनाएर छोड्नुभयो। अब यसको कारबाही कसलाई गर्नु? र अर्को ऐतिहासिक प्रश्न, सिंगापुर, अमेरिका, चाइना, बेलायत सबै प्रधानमन्त्रीहरू देशका अति उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएको छन्। एउटा उदाहरणको लागि बेलायतको विगत 70 वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालयका छन्। नेपालको विगत 70 वर्षदेखि कुन चाहिँ हाम्रो मन बुझ्ने प्रधानमन्त्री हामीले कुन चाहिँ पायौं? तपाईले कहिले विस्थापित हुने? अति निराश भइसक्यौं हामी। 4 चोटि 5 चोटि प्रधानमन्त्रीको लागि मात्र प्रधानमन्त्री होइन, जनताको लागि प्रधानमन्त्री तपाईँ कहिले हुने? हेर्नुहोस्, नेपालमा चाहिँ जस्तो विद्यालय छ त्यही पढ्ने हो नि। हेर्नुहोस्, तपाईँले बल्ल बोल्दै हुनुहुन्छ तपाईँ। स्कुलको होइन नि, कहाँबाट ल्याउने? मैले अक्सफोर्ड कहाँबाट ल्याउने? अक्सफोर्ड विद्यालय नेपालमा त्रिपुर कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने? त्यसमा अक्सफोर्ड पढाए बाँकी नेपाललाई प्राइभेट स्कुल पाउने? तपाईँले चाहँदै भन्ने कुरा त होइन नि। तपाईँले चाहे जस्तो बन्नुपर्छ भने के छ यहाँ? तपाईँले को अक्सफोर्ड पढाए को पढाउनु छ नेपालमा? अक्सफोर्ड तपाईँ व्यक्ति हो नि, जनताको सेवा अनुसार भाव प्राइभेटमा आऊ। म तपाईँको सेवा अनुसार नमुरा म जनताले चुने हो मलाई, त्यो जनताले चुने होइन मलाई। पार्लियामेन्टमा बहुमत पाएको होइन, बहुमत पाएको मान्छे होइन रे, अनि को तपाईँ हुने?